मेरो छोरी चाहिँ यहाँनिर एकदम फिट एन्ड फाइट भइसकेको छ। अब छुट्टी हुने आँटेको छ। See you soon. Tomorrow. हाम्रो त त्यस्तो छ अनि हाम्रो त यता त छोरी हो अनि हेलो एभ्रिवान, गुड मर्निङ, नमस्कार, फ्याफुलो, स्वागत छ हजुरहरूलाई हाम्रो समयमा। अनि आज चाहिँ फाइनली मेरो छोरी पनि घरमा आइसकेको छ हस्पिटलबाट छुट्टी भएर। अनि म चाहिँ मेरो छोरीको यहाँ कपालमा हल्का मसाजहरू गरिदिँदैछु। आज नुहाइधुवाइ गर्नुपर्छ अनि लुगाहरू धुनुपर्छ। अनि घाममा बसेर चाहिँ यहाँ कपाल मसाज गरिदिँदैछु। अनि मेरो छोरी चाहिँ एकदमै जाती भयो अहिले चाहिँ। अन्त हस्पिटलको एक्सपिरियन्स कस्तो भयो फर्स्ट टाइम? फर्स्ट टाइम बसेको हस्पिटलमा राम्रै भयो। इन्जेक्सन डर लाग्यो भन। डर लागेन लु नाटाटी भन्दा लाग्छ नि अलिअलि त, तर अब एक्सपिरियन्स भयो, बानी भयो, राम्रै भयो। के पो भन्छ त्यो के पो स्लाइन दिँदा कस्तो भयो? स्लाइन दिँदा फर्स्टमा चाहिँ अलिअलि डर लाग्यो, त्यहाँदेखि चाहिँ युज टु भइसकेर चाहिँ ठिकै छ, ठिकै भयो। अनि मेरो छोरी चाहिँ हस्पिटलमा है हुँदाखेरि सबैजना अब हेर्नु आउनुहुनेहरूलाई सबैजनालाई धन्यवाद। अनि सबैले फोनहरू गरेर के कस्तो भयो भनेर सोधिदिनु भएकोमा पनि धन्यवाद। अनि सबैजना भेट्न आउनु भएको थियो, अनि धेरै धन्यवाद। थ्याङ्क यू सो मच सबैजनालाई। हाम्रो मेहमान चाहिँ यसरी आउँछ बिहान बिहानै। धुनुपर्छ सबै होइन, कलर सर्ने अलग्गै गर्नुपर्छ। लुगा हेरेर मात्रै हाल्नुपर्छ टक्टक खाएर। ल यहाँ चाहिँ हामीले आज चाहिँ एकदमै ज्यादा लुगा भएर चाहिँ बाहिरै निकालेर चाहिँ मिसिन बाहिर निकालेर चाहिँ लुगा धुँदैछौँ। अब चाहिँ लुगा धोएर डङ्की सुकाउनुपर्छ। यहाँदेखिको यहाँ परसम्म चाहिँ लुगा सुकाउने हामी चाहिँ बाहिरै। अनि आजको वेदर चाहिँ यस्तो चाहिँ। मेउसीको अपडेट पनि दिइहालौँ अब है। हाम्रो मेउसी चाहिँ अस्ति बिमारी थियो होइन, खुट्टामा घाउ भएको थियो। अहिले चाहिँ मजाले जाती हुँदैछ, हिँड्नु सक्ने भएको छ। हाम्रो ब्रेकफास्ट चाहिँ रेडी हुँदैछ। यहाँ चाहिँ यो के भन्छ आँटाको ब्याटर बनिसकेको छ। अनि यहाँनिर चाहिँ खुर्सानी अनि प्याज टमाटर रेडी हुँदैछ। अनि यहाँ छ हाम्रो स्पेसल रोटी बनिँदैछ। फाइनली हाम्रो ब्रेकफास्ट चाहिँ रेडी भइसकेको छ। यहाँ चाहिँ मेरो छोराले सुरु गर्दैछ ब्रेकफास्ट। दुध किन नखाएको? के ठुलो हो अन्त? अब यिनीहरूलाई सोध्नु पर्यो म रोटी कस्तो भयो। आज चाहिँ यति दामी घाम लागिरहेछ। ब्रेकफास्ट कस्तो भयो अन्त? के रोटी हेरे यो मिठो ज्याबा पेनकेक दामी भएछ। ज्याबा मुला भयो। ल हामी चाहिँ चारजना बसेर ब्रेकफास्ट गर्दैछौँ। मैले चाहिँ अघि खाइसकेको अनि यिनीहरूले चाहिँ भर्खर खाँदैछ। मिठो मिठो मानेर दामी भएको छ हाम्रो आजको ब्रेकफास्ट चाहिँ। सानोमा मैले यसरी पोलेर दिएको भए त यिनीहरूले मजाले खान्थेछ, तर मैले त एकदमै बाक्लो पऱ्यो। सानोमा पनि मिठै हुन्थ्यो 5वटा सामानमा त, तर के भन्छ तर मोटो हुन्थ्यो है। मोटो हुन्थ्यो नि पहिला चाहिँ। त्यति बेला त्यही मिठो नि। अहिले चाहिँ यसरी पत्ला बनाएर मिठो हुन्छ। यो मिठो छ नि पत्ला बनाएर। अब चाहिँ मैले पनि सिकिसकेको छु यसरी बनाउनु। अनि चाहिँ अब म सधैँ ब्रेकफास्ट यसरी बनाएर दिन्छु डेली। यस्तै डेली त होस्। कतिवटा खाइसक्यो भने अहिले 3टा। आमामा 3टा। कान्छीले कतिवटा? फेरि आयो हेर्नुहोस्, यहाँ देख्न सक्नुहुन्छ गाइड। देख त म त घामले तिरिङ्दै भयो के। मेरो अझै 3टा बनिँदैछ। हाम्रो जय सबलाई कस्तो लाग्यो भन्नुहोस् रोटी? रमाइलो मैले बनाएको मिठो।
यहाँ चाहिँ दुईजना के भन्छ आज चाहिँ दुईजनाले बनाएको ब्रेकफास्ट मेरो छोरा र ज्वाइँले अनि हामी चाहिँ खाने मात्र हो है आज चाहिँ आमा छोरी चाहिँ खाने दुध चाहिँ खाँदैन मेरो छोरी चाहिँ खाना सादा खाँदैछ त्यही भएर कतिवटा कुरो खानु मिलेको छैन जाति भएर चाहिँ खानुपर्छ अलिअलि खाँदा त हुन्छ नि है अब भएन अरे त्यही सानो सानो खाइदिनु पिरो नखान सकिसक्यो मेरो छोराले त फेरि ट्रन अर्को आउँदैछ कान्छीले खाँदैछ पोल्यो नि त यहाँ पुरा घामले घाम टनटनी लागिराखेको छ अन्त हामी भिटामिन डी पनि खाँदैछौँ सँगसँगै रोटी पनि मटर गाडीमा चाहिँ कुचो अन्त मटर लाँदैछ यसले खायो हाम्रो मेहमान हो डेलीको मेहमान मेउसी बसिरहेछ नि हो म यो पनि जाति भएर ढुक्कै भयो नि शीतल खोजेर गयो त्यहाँ हो सुर यहाँ चाहिँ मेरो छोरीको सादा सादा खाना दामी खिचडी स्पेसल खिचडी रोटी खाएर पनि फेरि खिचडी खाँदैछु डाइट मेन्टेन गर्नु पर्यो अब खाएको खिचडी नयाँ मेहमान आए फेरि पनि ओ मेउसी यो चाहिँ मेउसीको बच्चा हो है आइज खै मामा खायो आइज खै आमा यसको आमा कता गएछ हेलो गुड मर्निङ कस्तो देख्यो राम्रै देख्यो हेलो एभ्रिवान अनि हाम्रो नानीहरू चाहिँ बिजनबारी गएर पनि सौदाहरू गरेर पनि आइसकेको छ अनि अब चाहिँ हामी खाना बनाउने यो चाहिँ सबै अर्ग्यानिक यो चाहिँ अब बस्तीमै फलाएको होइन बस्तीमै फलेको यो गाजर अनि यो ब्रोकौली होइन सानो सानो ब्रोकौली अनि बिटहरू यहाँ के छ है खिचिमेची यो चाहिँ मेरो छोरीको लागि एकदमै सादा सुपको लागि अनि यो छ सिमी यो सिमी पनि यतै बस्तीकै हो होइन यो गाउँ बस्तीमै फलाएको अनि यो धनियाँ पनि यति दामी छ यो धनियाँ त फ्रेस अनि यो भेन्डी चाहिँ अब भेन्डी त अब यहाँको त होइन यहाँ त अहिले फल्दैन रोप्यो भने चाहिँ अलिक पछि चाहिँ फल्छ अन्त यो भेन्डी यो जति पनि यो सादा सब्जीहरू चाहिँ सबै मेरो छोरीको लागि अनि यो चाहिँ हो मधेसमा फलाएको वाटरमेलन यो चाहिँ खरबुजा यो चाहिँ आज गरम छ त्यही भएर चाहिँ नानीहरूले लिएर आएछ अनि अब एकछिनमा यो खाने हामी होइन हजुर ए हुन्छ अनि यो पनि हो हाम्रो गाउँ बस्तीमा फलाएको मटर दामी छ फ्रेस छ ब्याक क्यामेरा गरेर यहाँ चाहिँ छ आलु कोपी मुला यो चाहिँ सबै बस्तीको यो चाहिँ होइन यो कोपी र यो आलु बस्ती यो सबै सब्जीहरू चाहिँ जति पनि छ अर्ग्यानिक एकदम हाम्रो यहाँ गाउँ बस्तीमा फलाएको यो मटरहरू योहरू यो सबै यो भेन्डी र वाटरमेलन मात्रै उता के भन्छ मधेसको अब चाहिँ हामी खाना बनाउने अनि के भन्छ नानीहरूले चाहिँ मेरो छोरा र जय साहेबले चाहिँ चिकन खाने अरे अनि हामी आमा छोरी चाहिँ यो भेज खाने यो सब्जीहरू ल अब चाहिँ खाना पनि पाक्दैछ होइन म चाहिँ यो मेरो ड्युटी चाहिँ यो धनियाँ
मजाले सफा गरेर छिलेर राख्ने होइन। अनि खाना चाहिँ पकाउँदैछ उताटी नानीहरूले। अनि आमा छोरी चाहिँ एकदम रेस्ट गर्ने, किनकि हामी चाहिँ योपालि आमा छोरी पालो बिमार भए होइन। पहिला म बिमार भएँ, म चाहिँ अहिले धेरै सन्चो भइसकेको छु, तर खाना चाहिँ एकदम सादा खानुपर्छ। अनि आमा छोरीको लागि चाहिँ म यहाँ स्पेसल सुप बनाउन आँटेको। त्यो सुप चाहिँ हो गाजर बिट सबै कुरा हालेर होइन मजाले उमाल्ने। अब चाहिँ खाना पनि सादा, सुपहरू पनि सादा, अनि अरू त के भन्नु है। अनि आजको भिडियो चाहिँ अब के कस्तो हुन्छ हेर्दै गर्नुहोस् हाम्रो समयलाई। अब म एक चरण खाना के कसो पाकेछ हेर्न जान्छु। बाहिर फेरि मिस्त्री लागिरहेछ होइन। अन्त त्यहाँ पनि हेर्नुपर्छ बेला बेला। मेरो छोराले हेर्दैछ र पनि हेरौँ के कस्तो रहेछ। सामान ल्याएछ। आमा छोरी चाहिँ यहाँ चाहिँ आमा छोरी चाहिँ एकदम खाएर चाहिँ सुतेर बल्ल उठिसकेको छौँ। अब हामी बिस्कुट खाने, वाटरमेलन खाइसक्यो, अब बिस्कुट खाने। अनि अब चाहिँ हामी उठेको, मेरो छोरीले बिस्कुट खाने बेला भयो। अब चाहिँ हामी बिस्कुट खाने, वाटरमेलन डल्लै खानु बसेको। अब चाहिँ बिस्कुट खानुपर्छ। अनि अब आजको दुःख सुखको भिडियो चाहिँ यहीँसम्म होला। हेर्दै गर्नुहोस् हाम्रो समयलाई। फेरि पनि जोड्नेछ हजुरहरूसँग। बाई बाई।